नमस्कार। टीका अलिअलि देखियोस् भनेर हो। नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी योग र आयुर्वेदका बारेमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हामीसँग अतिथिको रूपमा हुनुहुन्छ योगाचार्य। यस विषयमा आज कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ योगाचार्य रामभक्त घिमिरेज्यू। घिमिरेज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते, धन्यवाद। हजुर, अब यो पूर्वीय दर्शन र प्राकृतिक उपचार हामी एक आपसमा जोडेर पनि हेर्ने गर्छौँ। अब यो पूर्वीय दर्शन र विशेष गरी यो आयुर्वेदले चाहिँ हुन त किनभने अब हामीलाई निरोगी बन्नका लागि यसले हामीलाई मार्गदर्शन गरेको छ भनेको पनि हामी सुन्छौँ। वास्तवमा योग र यो आयुर्वेदको सम्बन्ध के छ र मानिसलाई स्वस्थ रहन यसले कसरी अभिप्रेरित गर्छ, यहाँलाई के लाग्छ? हजुर, राम्रो प्रश्न सोध्नुभयो, हस् धन्यवाद। योग र आयुर्वेद एक आपसमा अन्तरसम्बन्धित छ, नङ र मासुको जस्तो सम्बन्ध छ। योग भन्नाले समोत्तम योग उच्यते भनेर गीतामा, भगवत गीतामा भनिएको छ भने यसलाई पतञ्जलिको एक सूत्रमा चित्तवृत्तिहरूको निरोध नै योग हो। आयुर्वेद भन्नाले समदोष समाग्निश समधातु मलक्रिया प्रसन्नात्मक इन्द्रिय मनाः स्वस्थ इत्यभिधीयते। यसमा हाम्रो त्रिदोष हुन्छ। हामी जन्मदाखेरि नै वात, पित्त र कफ, र त्यसपछि हाम्रो रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र, र हामीसित जुन अग्नि हुन्छन्, 7 धातुअग्नि, पञ्चतत्त्व अन्तर्गत 5 अग्निहरू, र त्यसपछि 1 जठर अग्नि गरेर 13 अग्नि। यसको सन्तुलन र ब्यालेन्स नै एउटा स्वस्थ व्यक्तिको लक्षण भनेर आयुर्वेदले भन्छ। जुन चाहिँ स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा, रोग लागेको व्यक्तिलाई रोगको उपचार गर्ने पद्धतिलाई नै आयुर्वेद भनिन्छ। आयुर्वेदका यसका प्रणेता हुन्छ ब्रह्माजी। ब्रह्माजीले दक्ष प्रजापतिलाई दिनुभयो, दक्ष प्रजापतिले अश्विनी कुमारलाई दिनुभयो, अश्विनी कुमारले इन्द्रजीलाई दिनुभयो, र यो स्वर्गलोक हुँदासम्म यसको कुनै पनि जुन शाखा प्रशाखाहरू, यसको डिपार्टहरू थिएन। र पछि जुन यो पृथ्वी लोकमा, मर्त्यलोकमा आइसकेपछि सबै व्यक्तिलाई स्मृति गर्न सम्झन गाह्रो भएको हुनाले यसलाई चाहिँ 8 भागमा विभाजन गरियो, जसमा शल्य, शालक्य, भूतविद्या, कौमार विद्या, काय चिकित्सा, अगत तन्त्र र रसायन तन्त्र, बाजीकरण तन्त्र, र यसरी यसलाई चाहिँ विभिन्न शाखा प्रशाखामा चाहिँ विभाजन गरियो। आयुर्वेदको महत्त्वपूर्ण ग्रन्थ अन्तर्गत चाहिँ सुश्रुत संहिता विश्वको चिरफार ग्रन्थको पुरानो वैदिक ग्रन्थ हो भने अर्को चरक संहिता र अष्टाङ्ग हृदयहरू पर्दछन्। यसरी हामी आयुर्वेदको माध्यमबाट एउटा जीवनशैलीलाई अपनाएर हामी उपचार गर्छौँ, जसमा भोजन, आहार, विहार अन्तर्गत पर्दछ। यसलाई चाहिँ गीताको 7औं अध्यायमा आत्मसंयम अन्तर्गत भनेको छ। युक्ताहार विहार च युक्त चेष्टसु कर्मसु युक्त स्वप्न बोधाय योगो भवति दुःखा। जसको आहार, विहार र दिनचर्या नियमित रूपमा बित्दछ र भोजनलाई सात्विक रूपमा गर्दछ भने त्यो व्यक्ति स्वस्थ रहन्छ भनेर यसलाई भगवत गीतामा पनि भनिएको छ। यसरी हामी आयुर्वेदको माध्यमबाट उपचार गर्दछौँ। हजुर, जस्तो कस्तो राम्रो कुरा आयो भने हाम्रो शरीरलाई हामी प्रकृतिमा जे छ हामीसँग हैन, ती चिजहरू हामीले खाएर नै, जस्तो हामी जन्मदै पनि वात, पित्त, वित्त र कफ, यो 3 चिज चाहिँ हामीले जन्मदै लिएर आएको हुन्छ, हाम्रो शरीरमा आउँछ हैन। यहाँको कुराबाट मैले त्यसरी नै बुझौँ, आम मानिसले त्यसरी नै बुझौँ, किनभने अहिले यहाँले भन्नुभएको कुरा सबै मानिसले बुझ्न अलिक कठिन छ। यसलाई अलिक सरल तरिकाले बुझ्दा हामीले चाहिँ जन्मदैमा वात, वित्त र कफ हाम्रो शरीरमा आएको हुन्छ। कुन प्रकृतिको आछ भन्ने कुरो चाहिँ पछाडि हामी यसमा अलि छलफल गरौँला। तर यो आयुर्वेदले के गर्छ, निरोगी रहनका लागि अहिले गीतादेखि अब ब्रह्माबाट आएका कुराहरू उल्लेख भयो। हामीलाई निरोगी बन्नका लागि, हामीलाई रोगरहित बन्नका लागि पहिलो चरणमा त हामी किनभने निरोगी नै बनौँ, निरोगी बन्नका लागि नै अब योग, ध्यान, आयुर्वेद, पूर्वीय दर्शन भनौँ न समग्रमा, यसले हामीलाई चाहिँ गाइड गर्यो। अहिले यहाँले भन्नुभयो जस्तो खानपिनका कुरा गर्नुभएको छ। अब हामी दसैँ तिहार जस्ता हाम्रा मुलुकमा धेरै चाडपर्वहरू हुन्छन्। अब श्रावणी सङ्क्रान्तिबाट
हेऱ्यो भने दसैँ तिहार होइन हामी हरेक चिज चाहिँ हाम्रो खानपान चाहिँ अलि अव्यवस्थित हुने, अलि धेरै चिल्लो खाने गर्ने यस्तो हुन्छ। अब यो सन्दर्भमा चाहिँ हामीले किनभने भर्खरै अब हामी दसैँ पनि भर्खरै गएको छ हाम्रोबाट, टिकाको दिन कटेको छ, हामी एकादशीको दिन छौँ आज होइन। अब यस्ता चाडपर्वहरूमा खानेकुरा त अवश्य पनि यहाँले भने चाहिँ पहिला कुरो अरू बेलामा पनि हामी नियममा बस्न सक्दैनौँ होला। अब यस्तो चाडपर्वमा चाहिँ हामीले कस्ता कस्ता चिजहरू खाने, कसरी गर्ने, कसरी हामीले यो वात पित्त र कफको दोषलाई चाहिँ निवारण गर्न कस्तो खानुपर्ने हो, त्यो बारे अलिकति बताइदिनुहोस् न। हजुर, आयुर्वेदले पनि हाम्रो मन, शरीर र आत्माको उपचार गर्दछ। यसको लागि खानपानमा अति महत्त्वपूर्ण आवश्यक छ। यो दसैँ तिहारको बेलामा हाम्रो शरद ऋतु पर्दछ, जस अन्तर्गत चाहिँ असोज कार्तिक पर्दछ र यो समयमा हाम्रो जन्मदाखेरि नै त्रिदोष हामी जुनसुकै व्यक्ति पनि हुन्छ, वात पित्त कफ अन्तर्गत कसैको चाहिँ कफ प्रधानता हुन्छ, कसैको पित्त प्रधानता हुन्छ र कसैको वात प्रधानता हुन्छ र यी त्रिदोष अन्तर्गत चाहिँ यो हाम्रो समयमा चाहिँ पित्तको प्रधानता बढी हुन्छ यो ऋतुमा, जस अन्तर्गत वर्षा ऋतुमा चाहिँ पित्त सञ्चित हुन्छ। यो शरद ऋतुमा जुन असोज कार्तिकमा यसको प्रकोप हुन्छ र जुन हेमन्त ऋतुमा चाहिँ यसको चाहिँ शमन हुन जान्छ। यसमा चाहिँ पित्त तत्त्व प्रधानता भएको हुनाले पित्तलाई निवारण गर्ने खालका खानेकुराहरू चाहिँ खानुपर्छ। पित्त कसरी पर्छ भन्दाखेरि हाम्रो यस ब्रह्माण्डमा चाहिँ 6वटा स्वाद भएका खानेकुराहरू छन्, जस अन्तर्गत चाहिँ गुलियो छ, अमिलो छ, पिरो छ, नुनिलो छ, तितो छ, टरो छ। यी जति पनि खानेकुराहरू पाउँछौँ यो 6वटा स्वादभन्दा बेगरका खानेकुराहरू कुनै पनि छैन। तर यही स्वादलाई हामीले ब्यालेन्स मिलाएर चाहिँ खान सक्नुपर्दछ। जसमा पित्त बढ्ने खानेकुराहरू के हुन्छ भन्दाखेरि नुनिलोले पित्त बढ्छ र त्यसपछि अमिलोले पित्त बढ्छ र पिरोले पित्त बढ्छ र यस अन्तर्गत चाहिँ हामीले गुलियो खानेकुरा खानु पर्यो र अनि त्यसपछि तितो खानु पर्यो, टरो खानु पर्यो। त हामीले अरू स्वादका खानेकुरा खाँदै नखाने भनेको होइन, तर कम खानु पर्यो। जुन पित्तलाई यो समयमा बढाउने भएको हुनाले पित्तलाई निवारण गर्ने किसिमकाहरू खानु पर्यो र पित्त प्रधानता भएको व्यक्तिलाई चाहिँ 40 थरीको रोगहरू लाग्ने सम्भावना हुन्छ पित्त प्रधान व्यक्तिहरूलाई, जस अन्तर्गत चाहिँ अपच हुने, एसिडिटी आउने, अनि पहेँलो रोग हुने, अनि मधुमेहहरू लाग्ने सम्भावना हुन्छ। जसको के हो भने जठार अग्नि चाहिँ मजबुत हुन्छ, जे खाए पनि पचाउँछ। तर पित्तकै प्रधानता भइसकेपछि उसको चाहिँ पेटको समस्याहरू चाहिँ बढी देख्न थाल्दछ र यो हुनाले गर्दा खानामा हामीले एउटा पित्त प्रधानतालाई सन्तुलनमा ल्याउँदाखेरि चाहिँ राति हामी सुत्नुभन्दा अगाडि चाहिँ 10 ग्राम अमलालाई भिजाउने र बिहान हामी यसमा चाहिँ अमला र सँगसँगै यसमा हामीले थोरै जिरा राखेर, जिराको धुलो राखेर खायो भने पित्तलाई यसले शमन गर्छ र अनि सँगसँगै हामीले चाहिँ मोहीलाई जतिसक्दो प्रयोग गर्यो यसले के गर्छ, हाम्रो जुन यो जठार अग्निलाई, पेटको समस्यालाई निवारण गर्छ, पित्तलाई शमन गर्न चाहिँ यसले मद्दत पुर्याउँछ। यसरी हामी चाडबाडको बेलामा चाहिँ यसरी हामी ब्यालेन्स गर्न सक्छौँ। यसलाई चाहिँ जस्तो अब चाडबाडको बेलामा पनि भयो, अरू बेलामा पनि यहाँले त ऋतुअनुसार पनि अलिकति यो कुराहरू आउने कुरा गर्नुभयो। ऋतुअनुसार चाडबाड नहुँदा पनि हामीले यसलाई चाहिँ कन्टिन्युटी गर्न सक्ने भयौँ, चाडबाडमा चाहिँ अझ विशेष ध्यान दिनु पर्यो होइन। हजुर हजुर। अब जस्तो यहाँले वात पित्त र कफको कुरा गर्नुभयो होइन, यो अहिले पत्ता लगाउन सकिन्छ भन्नुभयो। कसरी जान्ने? जस्तो मेरो शरीरमा म वात प्रधान हो कि पित्त प्रधान हो कि कफ प्रधान हो कि म कसरी पत्ता लगाउने? एउटा व्यक्तिले जस्तो हामीलाई अहिले रेडियो मार्फत अथवा युट्युब मार्फत हेरिरहनुभएका, सामाजिक सञ्जालबाट हेरिरहनुभएका अथवा सुनिरहनुभएका आम समुदायले, आम नागरिकले, सर्वसाधारण नागरिकले कसरी जान्ने मेरो शरीर चाहिँ कुन प्रकृतिको हो भनेर जान्ने केही उपाय हुन्छ? हजुर, अवश्य नै छ। यसको लागि सजिलो माध्यम छ, हामी पत्ता लगाउन सक्छौँ। एउटा नाडी छामेर पनि पत्ता लगाउन सक्छौँ र नाडीबाट पनि पत्ता लगाउन सकिन्छ। पित्त प्रधान भएको व्यक्ति चाहिँ अलिकति उसको चाहिँ भ्याकुताको उफ्राइ जस्तो नाडीको गति हुन्छ नि, वात प्रधान भएको व्यक्तिको चाहिँ सर्पको चाल जस्तो हुन्छ र कफ प्रधान भएको व्यक्तिको चाहिँ कछुवाको चाल जस्तो धीमा गतिमा यसरी नाडी बढिरहेको हुन्छ। हजुर। र अब हामी चाहिँ शरीर हेरेर पनि हामी वात पित्त प्रधान कसरी छ भनेर पत्ता लगाउन सक्छौँ। कसरी पत्ता लगाउन सक्छ भने पित्त प्रधान भएको व्यक्तिको चाहिँ कपाल चाहिँ हुँदैन, उसको चाहिँ कपाल कम हुन्छ उसको टाउकोमा, अनि आँखा चाहिँ उसको साना साना हुन्छ, अनि छालामा अलिकति रातोपन बढी हुन्छ र अनि छिट्टो रिसाउने र छिट्टो रिस उठ्ने हुन्छ
उसले डिसिजन मेकिङ चाहिँ चाँडो गर्न सक्छ, खाना खाँदाखेरि चाहिँ छिटो छिटो खान सक्छ र उसले चाहिँ जति खाना खान्छ उसले चाहिँ पाचन शक्ति उसको क्षमता बढी भएको हुनाले पचाउन सक्ने भएको हुनाले उसको चाहिँ मोट लाग्दैन, शरीर चाहिँ हल्का हुन्छ, कम हाइटको हुन्छ र उनीहरूको मेमोरी चाहिँ छिटो मेमोराइज गर्ने र छिटो बिर्सिने खालको हुन्छ। यस्तो किसिमको स्वभाव चाहिँ पित्त प्रकृतिको व्यक्तिको हुन्छ। यसरी हामी पत्ता लगाउन सक्छौँ भने वात प्रकृतिको व्यक्ति चाहिँ चञ्चल स्वभावको हुन्छ, ऊ अस्थिर एउटा वायु जस्तै हुन्छ, उसको चाहिँ मेमोरी पनि छिट्टो बिर्सिने, छिट्टो सम्झिने खालको हुन्छ र अनि कपाल कम आउँछ र अनि जोर्नीबाट कटकट किसिमको आवाज आउँछ, खाना उसले अलिकति छिटो खान्छ। यसरी हामी चाहिँ एउटा वात पित्तकोलाई यसरी पत्ता लगाउन सक्छौँ। कफ भएको व्यक्ति चाहिँ ऊ चाहिँ एकदम अलिकति थोरै स्लो हुन्छ, तर डिसिजन मेकिङ उसले ढिले गरे तापनि ऊ एउटा कमिटमेन्ट हुन्छ, आफूले बोलेको कुरामा उसले चाहिँ यसलाई पुरा गर्छ र अनि त्यसपछि उसको कपाल चाहिँ अलिकति घुम्रेको अनि लामो समयसम्म बसिराख्ने भएको भने कपाल कालो भइराख्छ र उसको मेमोरी पावर बढी हुन्छ, निन्द्रा अधिक लाग्छ, निन्द्रा पर्छ, निन्द्राको समस्या आउँदैन र कफप्रतिको व्यक्तिलाई रोग पनि कम लाग्छ। उसलाई जम्मा 100मा 20% चाहिँ उसलाई रोग लाग्ने सम्भावना हुन्छ। उसलाई बढी के हुन्छ, घाँटीको समस्या, मुखको समस्या, फोक्सोसँग सम्बन्धित चिसोबाट आक्रामक हुने कुराहरू चाहिँ कफप्रतिको व्यक्तिलाई चाहिँ लाग्न सक्छ। यसरी हामी छुट्याउन सक्छौँ। हजुर, भनेपछि एउटा व्यक्तिले नै अहिले जसलाई हामीले सुनिरहनु भएको छ उहाँहरूले आफ्ना सन्तति अथवा आफूलाई मेरो स्वभाव यस्तो छ, मेरो शरीर यस्तो छ भनेर पनि हामीले पत्ता लगाउन सक्ने भयो। एउटा व्यक्तिले पनि अहिले यहाँले भन्नुभयो जस्तो पहिला हामी हैन नाडी छाम्ने भनेर भन्थ्यौँ, अहिले आधुनिक चिकित्सा पद्धति आएपछि यो कुरा लगभग हामी देख्दैनौँ। तर पहिला चाहिँ हामी के गर्थ्यौँ, गाउँघरमा नाडी छाम्ने हैन वैद्य कविराजहरूले चाहिँ नाडी छामेर नै, यहाँले 3 किसिमका नाडीहरू भन्नुभयो, त्यो नाडी छामेर नै उपचार गरेको पनि हामीले देख्दै र सुन्दै आएको हौँ। वास्तवमा यो अति नै वैज्ञानिक कारण रहेछ हैन, हामीले देख्दा सामान्य जस्तो लाग्थ्यो। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी आयुर्वेद र पूर्वीय दर्शनले मानिसलाई कसरी स्वस्थ राख्न प्रेरित गर्छ, स्वस्थ राख्नका लागि के कस्तो कुराहरू त्यसमा उल्लेख भएको छ भन्ने सन्दर्भमा कुराकानी गरिरहेका छौँ। यस विषयमा कुराकानी गर्नका लागि आज यसै विषयका विषयविज्ञ योगाचार्य रामभक्त घिमिरे आजको हाम्रो अतिथि हुनुहुन्छ। म फेरि सम्वादकै क्रमलाई जोड्न चाहन्छु, किनभने अब यहाँले वात पित्त कफ कस्तो हुन्छ, कसरी हुन्छ भन्ने कुरा पनि गर्नुभयो। सकेसम्म त हामी निरोगी नै बन्न पाए हुन्थ्यो, कसैलाई नै रोगै नलाग्ने हुन पाए हुन्थ्यो हैन। हामी मनले चाहना गर्छौँ तर आइसक्दैनौँ। अब यो बन्नका लागि हामीले गर्नुपर्ने कुरा के हो निरोगी रहनका लागि? पहिलो चरणमा निरोगी हुनको लागि हामीले 3 कुरामा हामीले ध्यान दिनुपर्छ। एक, हाम्रो नियमित व्यायाम हुनु पर्यो र अनि त्यसपछि आएर हामीले भोजनमा चाहिँ सात्विकता हुनु पर्यो। भोजनमा कस्तो किसिमको खानेकुराहरू अपनाउने भन्दा हामीले किचनलाई नै एउटा अस्पताल जस्तो किचनभित्र नै हामीले एउटा पहिला हामीले 100 भन्दा बढी चाहिँ मसलाहरू हाम्रो किचनमा हुन्थ्यो र अहिले बिस्तारै बिस्तारै घट्दै गइरहेको, जसमा किचनमा बेसार हुन्छ, जिरा हुन्छ, मेथी हुन्छ र अरू लगायत विभिन्न मसलाहरू हाम्रो चाहिँ स्थानीय स्तरमा पाउन सकिन्छ, यही नेपालमै पाउन सकिन्छ। यी जडीबुटीहरूलाई नि हामीले जुन आज बिहान खाएको खानेकुरा त्यही खानेकुरा बेलुका नदोहोऱ्याउने र हामीले कम्तीमा हामीले खानेकुराहरू चाहिँ 1 हप्ताको सेड्युल बनाएर यसलाई नदोहोरिने हिसाबले बिहान हामीले भात खायो भने बेलुका मकै फलार, भोलिपल्ट आलुको फरार र अनि त्यसपछि कोदाको र अरू जौको, यसरी हामीले चाहिँ ब्यालेन्स मिलाएर खाएको खण्डमा खानाले हामीलाई एउटा स्वस्थ राख्छ। अनि नियमित रूपमा हामीले जुन व्यायाम गरेपछि जसमा सूक्ष्म साधना पर्यो, आसन पर्यो, प्राणायाम पर्यो, प्रत्याहार, धारणा, ध्यान, समाधि भनेको चेतनाको अभ्यास, हामीले के आत्मालाई पनि स्वस्थ राख्नु पर्यो र अनि तनावको व्यवस्थापन। अब हामी आफ्नो दिनचर्या अन्तर्गत चाहिँ हाम्रो विभिन्न पेसासँग आबद्ध हुन्छौँ र त्यसलाई आफ्नो गर्ने कामलाई पनि एउटा तनाव मुक्त भएर चुनौतीको रूपमा लिएर सहज रूपमा स्वीकार गरेको खण्डमा यी 3 चिजलाई व्यवस्थापन गरेको खण्डमा हामी अवश्य नै हामी स्वस्थ रहेर हामी दिनचर्या व्यतीत गर्न सक्छौँ। हजुर, कति राम्रो कुरा आयो। सकेसम्म रोग नलाग्नका लागि हामीले हाम्रो खाना, अहिले यहाँले भन्नुभयो नि, हामीसँग जौ छ, फापर छ, कोदो छ, चामल छ, आलु छ हैन, हाम्रै भान्सामा हाम्रै खेतबारीमा हुने कुराहरू हामीले यदि यसलाई चाहिँ प्रयोग गऱ्यौँ, फरक फरक किसिमले खायौँ भने हामीलाई रोग नै लाग्दैन।
र आफ्नो रोग शरीरको प्रकृति अनुसारको कुरा पनि यहाँले उल्लेख गर्नुभएको छ। अब मानव शरीर हो, चाहँदा चाहँदै पनि सकभर निरोगी बनाऊ भनेर कोसिस गर्दा गर्दै पनि कतिपय मानिसहरू रोगी हुने, दुःख पाउने हुन्छ। अब यो रोगी मानिसहरूले चाहिँ यो आयुर्वेदबाट कसरी उपचार गर्न सक्छन्? हामीले आफैले घरैमा गर्न सक्ने केही कुरा हुन्छ कि अथवा विशेषज्ञबाट पनि जानुपर्ने हुन्छ कि के चाहिँ यसको उपचार विधि पद्धतिहरू? आयुर्वेदमा एउटा रोग लाग्नु भनेको विकारहरू जन्नु हो। त्यही हुनाले जस्तो योगबाट पनि हामीले शरीर शुद्धिकरण गर्न सक्छौँ, जसमा शरीरभित्र रहेका विजातीय पदार्थहरू यसलाई टक्सिनहरू बाहिर फालेर हामी शुद्ध रहन सक्छौँ। आयुर्वेदमा शरीरलाई शुद्ध राख्नलाई पञ्चकर्म विधि रहेको छ, जस अन्तर्गत चाहिँ हामीले वमन, विरेचन, वस्ती, नस्य, रक्तमोक्षण, यसमा पहिला पूर्वकर्म, प्रधान कर्म र पश्चात कर्म छ। यसको माध्यमबाट आफू कुन प्रकृतिको छु, म वात प्रकृतिको छु र म कफ प्रकृति, जस्तो मानिलिउँ म पित्त प्रकृतिको छु भने मैले विरेचनको माध्यमबाट, रक्तमोक्षणको माध्यमबाट मैले शरीरलाई शुद्धिकरण राख्छु र अनि त्यसपछि म बिस्तारै अनि हाम्रो खानेकुराहरूलाई मैले आफ्नो जीवनमा पित्त प्रकृतिको सम्मानको लागि कस्ता किसिमका खानेकुरा हुन्छ त्यो अन्तर्गत चाहिँ मैले आफूलाई निरोगी राख्न सक्छु। हजुर, जस्तो कतिपय मानिसहरू मानिलिउँ म सुगरको रोगी छु अथवा म प्रेसरको रोगी छु, अब मैले सुरुमा गर्नुपर्ने कुरा के हो, कहाँबाट प्रारम्भ गर्ने, कसरी मेरो रोग हटाउन कोसिस गर्ने त? सुगर र प्रेसर एक आपसमा एक दाजुभाइ जस्तो सम्बन्ध छ र जुन यो सुगरको समस्या पित्त प्रधान भएको व्यक्तिलाई बढी लागेको देखिन्छ। यसमा हामीले एउटा नियमित रूपमा व्यायाम चाहिँ गर्नुपर्ने हुन्छ, आफ्नो दिनचर्यालाई चाहिँ एकदम नियमितता चुस्त राख्नुपर्ने हुन्छ र सुगरको बिरामीहरूले चाहिँ एउटा आयुर्वेद अन्तर्गत उपचार गर्नुपर्दाखेरि हामीले एउटा मेथीलाई बेलुका भिजाएर भोलिपल्ट हामी त्यसलाई ग्रहण गर्न सक्छौँ। अनि बाल बेल, जुन यो वैशाखको समयमा जुन बाल बेल हुन्छ साना साना दाना, त्यसलाई चाहिँ जुन चूर्णको रूपमा प्रयोग गरेर प्रत्येक दिन हामी एक एक चम्चाको दर लिन सक्छौँ। अनि त्यसै गरी जामुन, र यसले पनि रक्तलाई शुद्धिकरण गर्ने भएको हुनाले जामुनको बियालाई पनि हामीले त्यसलाई धुलो बनाएर चूर्णको रूपमा प्रयोग गर्न सक्छौँ। यसरी हामीले एउटा मधुमेह भएको रोगीलाई हामी यसरी व्यवस्थापन गर्न सक्छौँ। यो आफैले पनि गर्न सकियो। अब हामी अलि रोगी छौँ भने आयुर्वेदिक अस्पतालहरू अहिले त गाउँ गाउँ टोल टोल होइन सबै ठाउँमा पुगेको छ, त्यहाँ गयो भने पनि यसको उपचार विधि पद्धतिहरू चाहिँ अवश्य पनि प्राप्त गर्न सकिन्छ, औषधिहरू प्राप्त गर्न सकिन्छ। अहिले कतिपय मान्छेहरू इन्सुलिन नै लिनुपर्ने अवस्थामा हुनुहुन्छ, तर यो अवस्थामा पुग्नुभन्दा अगाडि नै पनि हामी यसलाई रोक्न सक्छौँ। बोर्डर लाइनमा छौँ भने पनि, जस्तो अहिले प्री डायबिटिज, आधुनिक विज्ञानले प्री डायबिटिज भनेर अब तपाईँलाई डायबिटिज हुने सम्भावना छ है भनेर सङ्केत गरिसकेको अवस्थामा पनि हामीले आफ्नो जीवनशैली बदल्न सक्ने भयौँ, त्यो अनुसार गर्न सक्ने भयौँ। अब जस्तो कतिपयलाई चाहिँ यो ग्यास, कब्जियत यस्ता समस्याहरू नि हुन्छन्, यसको चाहिँ आयुर्वेदमा उपचार कसरी छ नि? यसमा हामीले जुन पेटको विकार आउनको लागि हाम्रो खानेकुरा नै प्रमुख रूपमा जिम्मेवार हुन्छ। बढी हामीले चाहिँ सकेसम्म आफ्नो स्थानीय स्तरमा पाइने फलफुलहरू, फलाहारमा जोड दिनु पर्यो। स्थानीय स्तरमा फलेको कुराहरू अनि आहारमा फाइबरयुक्त, रेसायुक्त खानेकुरालाई जोड दिनु पर्यो, जसमा अब हामीलाई यसमा समस्या भएपछि अपचको समस्या र अनि यसको गडबडले गर्दा हामीलाई विभिन्न रोगहरू निम्त्याउन सकिन्छ। पेटलाई नै हामीले दोस्रो मस्तिष्क भन्छौँ। पेट स्वस्थ रह्यो भने नै हामीलाई धेरै कुराहरूबाट मुक्ति पाउन सकिन्छ। र हामीले ज्वानो र त्रिफलाको चूर्णलाई लिएको खण्डमा हामी एउटा पेटको समस्यालाई चाहिँ यसलाई निवारण गर्न सक्छौँ। र यो त्रिफलाले के गर्छ, वात, पित्त र कफको दोषलाई यसले ब्यालेन्समा राख्नलाई मद्दत पुर्याउँछ र यसरी हामी यसलाई अपनाउन सकिन्छौँ। जुन चाहिँ राति सुत्ने बेलामा चाहिँ त्रिफला चूर्ण मनतातो पानीमा हालेर हामी यसलाई ग्रहण गर्न सक्छौँ। हजुर, हरेक दिन हामीले चाहिँ त्रिफला चूर्ण बेलुका सुत्ने बेलामा मनतातो पानीसँग खायो भने यसले चाहिँ अहिले हामीले भने जस्तो वात, पित्त र कफ, यी जुन 3 प्रकारका हाम्रा शरीरमा हुन्छन् यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ भन्ने कुरा आयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी योगाचार्य रामभक्त घिमिरेज्यूसँग संवाद गरिरहेका छौँ। म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले चाहिँ अलिकति पञ्चकर्मका कुराहरू पनि गऱ्यौँ हैन? हो, यो पञ्चकर्म चाहिँ अलिकति छुट्यो कि जस्तो लाग्यो मैले, किनभने म तल कुराकानीमा चाहिँ हाम्रा मधुमेह, ग्यास्ट्रिक लगायतका कुराहरूमा पुगेँ। यो पञ्चकर्म उपचार पद्धति अनुसार शरीर हामी कसरी शुद्धिकरण गर्छौँ? यसमा हामीले आफ्नो कुन प्रकृतिको दोष प्रधानता छ
त्यो अनुसार चाहिँ हामी अपनाउन सकिन्छ। जुन 5वटा जुन प्रधान कर्महरू रहेका छन्, जस्तो मानिलिउँ म कफ प्रकृतिको व्यक्ति छु भने नस्य विधि, राति सुत्ने बेलामा मैले थोरै गाईको घिउको तेल नाकमा हालेर प्रत्येक दिन एक एक थोपाको दरले हालेँ भने मलाई चाहिँ फोक्सो सम्बन्धी समस्या, कफ सम्बन्धी समस्या चाहिँ प्राय नआउने सम्भावना 90% हुन्छ। यसरी हामीले यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ। अब विरेचन भनेको मुखबाट हामीले केही जडीबुटीहरू खाएर गुदाद्वारबाट जुन विकारहरू हटाउने प्रक्रियालाई विरेचन भनिन्छ, जसमा पित्त प्रधान व्यक्तिहरूलाई चाहिँ यो विधि शुद्धिकरणको लागि राम्रो मानिन्छ। रक्तमोक्षण पनि एउटा पित्त प्रधान व्यक्तिलाई चाहिँ यो जुन अशुद्ध रगत एउटा इन्जेक्सनको माध्यमबाट शरीरबाट अशुद्ध रगत चाहिँ हामीले बाहिर निकाल्ने गर्छौँ। जस्तो यसलाई परम्परागत रूपमा हामी वन जङ्गलमा जाँदाखेरि चाहिँ जुका लाग्ने गर्छ, तर जुकाले चाहिँ के गर्दछ, नेचुरल रूपमा चाहिँ अशुद्ध रगतलाई बाहिर ल्याइदिने गर्छ। यो चाहिँ एउटा नेचुरल रूपमा हुने कुरा भयो भने त्यसैको एउटा आधुनिक विकसित रूप चाहिँ रक्तमोक्षण हो। जहाँ चाहिँ हाम्रो विकार जमेको छ, जहाँ समस्या छ, त्यही ठाउँमा हामीले रक्तमोक्षण गर्ने गर्छौँ। र स्वेदनको समस्या, जुन पसिना निकालिन्छ, त्यो कफ प्रदान भएको व्यक्तिलाई पसिना निकालेर शरीर शुद्धिकरण गरिन्छ। मुख्य कुरा रोग भनेकै जुन शरीरमा विजातीय पदार्थको सङ्कलन भएर नै हामीलाई रोग लाग्ने गर्छ। यही पञ्चकर्मको विधिबाट शरीरलाई चाहिँ शुद्धिकरण गराउने अभ्यास गरिन्छ। र अस्पतालमा, आयुर्वेद अस्पतालमा जहाँसुकै यो चाहिँ विधिहरू रहेको हुन्छ। हजुर, अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा एउटा योगाचार्य हुनुहुन्छ, आयुर्वेद र योगको विषयमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। अहिले पछिल्लो समयमा यो योग र आयुर्वेदप्रति आम मानिसको धारणा अलि जागेको पाउँछौँ हामी। जस्तो यहाँ नै युवा हुनुहुन्छ, युवा समुदाय नै अहिले अलिकति आकर्षित भइरहेको देखेका छौँ। यसको खास कारण के हो? किनभने यति महत्त्वपूर्ण कुरा रहेछ, हामीले बिचमा चाहिँ यसलाई भुले जस्तो भयो। हामी यो हाम्रो पूर्वीय दर्शनका यी कुराहरूलाई नै भुले जस्तो भयो। तर अहिले पछिल्लो समयमा यसमा अलि आकर्षण बढेको छ नि, यसको कारण चाहिँ के मान्नुहुन्छ? यसको मुख्य कारण त हामी स्वस्थ हुनका लागि नै हो। र यसमा स्वस्थ व्यक्तिको एउटा मापदण्ड WHO ले शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक रूपमा र आध्यात्मिक रूपमा यी 4वटा इन्डिकेटरहरू तोकेको छ। र जुन योगले र आयुर्वेदले हामी स्वस्थ कसरी रहने भन्दा, जो व्यक्ति सोमा स्थित रहन सक्छ त्यो व्यक्ति नै एउटा स्वस्थ व्यक्ति हो। त्यसलाई जुन योगको शब्दमा भन्नुपर्दा समाधि अथवा जुन अल्टिमेट ट्रुथ, जुन आनन्दको अवस्था, मग्नको अवस्था, जहाँ मात्र बोधको मात्र अवस्था छ, यो अवस्था जहाँ चाहिँ चेतनाको उच्च स्तरको स्वरूप हुन्छ, जहाँ के कुराहरू घटित हुन्छ भन्ने कुरा चाहिँ हामी थाहा पाउन सकिन्छ, जहाँ विचारहरू हराएको हुन्छ। र यसरी चाहिँ हामी एउटा स्वस्थ रहन सक्छौँ। र अहिले चाहिँ हामी युवाहरूले चाहिँ एउटा व्यायामलाई चाहिँ प्राथमिकता दिइरहेका छौँ र हामीले योगको माध्यमबाट विभिन्न आसनहरू, प्राणायामहरू अभ्यास गरिरहेका छौँ। सँगसँगै यसमा आयुर्वेद र योगमा के हो भने एउटा चेतनाको अभ्यास, धारणाको नै अभ्यास भएको हुनाले, जसले गर्दा हाम्रो जुन चेतनालाई शुद्धिकरण ल्याउन, चेतना स्तरको वृद्धि गर्न प्रत्याहार, धारणा, ध्यान चाहिँ यी 3वटा कुराहरू चाहिँ महत्त्वपूर्ण रहेका छन्। र यसलाई अष्टाङ्ग योगको रूपमा पनि पतञ्जलिले पातञ्जलि एक सूत्रमा यसलाई दर्शाउनु भएको छ। त्यो हुनाले गर्दा नै एउटा व्यक्ति स्वस्थ रहनको लागि नै यो क्षेत्रमा सारा विश्व नै 192वटा भन्दा बढी राष्ट्रहरू चाहिँ अहिले योगलाई विभिन्न तवरले चाहिँ आत्मसात गरिरहनु भएको छ। हजुर, जस्तो आधुनिक विज्ञानले चाहिँ पहिला मानिसलाई यदि कुनै रोग देखिएन भने, होइन, चेक जाँच गर्दा कुनै किसिमको रोग देखिएन भने त्यसलाई नै स्वस्थ मानिस भन्ने धारणा थियो भने अहिले पछि धारणा बदलिएर मानिसको शारीरिक स्वस्थता मात्रै स्वस्थ होइन, मानसिक, बौद्धिक, सामाजिक लगायतका सबै किसिमबाट मानिस स्वस्थ हुनुपर्छ भन्ने अहिले अब यो धारणा आएको छ। यो धारणालाई पूर्वीय दर्शनले पहिल्यैबाट अनुसरण गरेको र यो ज्ञान चाहिँ अहिले युवा समुदायमा बढ्दै गएको अवस्थामा यसले उन्नति र विकास हाम्रै भूमिबाट भएको यो चिजलाई चाहिँ हामीले आत्मसात गर्दै गरेको कुरा गर्नुभयो। अब हामी हाम्रो संवादको अन्त्यमा आयौँ। अन्त्यमा एउटा योगाचार्यको हिसाबले रेडियो नेपाल मार्फत हामीलाई सुनिरहनुभएका, हामीलाई सामाजिक सञ्जाल मार्फत हेरिरहनुभएका आम श्रोता तथा दर्शकहरूका लागि के भन्न चाहनुहुन्छ? हामी अहिले चाहिँ एउटा रोगी भइसकेपछि हामी विभिन्न उपचारको सिलसिलामा कहिले प्राकृतिक चिकित्सामा धाउँछौँ, कहिले आयुर्वेदमा धाउँछौँ, कहिले एलोपेथी ट्रिटमेन्ट अन्तर्गत चाहिँ आधुनिक चिकित्सा पद्धतिमा जान्छौँ। तर हामी आयुर्वेद र यी सबै पद्धतिहरू आफ्नो ठाउँमा आफ्नो आफ्नो महत्त्व छ। यिनीहरूलाई चाहिँ हामी सम्यक तरिकाले प्रयोग गर्नुपर्छ। तर रोग भनेको कुरा चाहिँ यो मैले
मजाले पैसा कमाएँ, मैले चाहिँ सम्पत्तिहरू धेरै छ, मलाई दुःख बिमार पर्ला भनेर हामीले चाहिँ पैसाहरू सञ्चित गरेर राख्छौँ। तर रोग लाग्नुभन्दा अगाडि नै एउटा स्वास्थ्य भनेको खरिद गर्ने र बिक्री गर्ने जस्तो वस्तु होइन। यसको लागि चाहिँ आयुर्वेद र योगको माध्यमबाट एउटा हामीले जीवनशैलीलाई चुस्त दुरुस्त हाम्रो जीवनशैलीमा परिवर्तन ल्याएर नै हामी स्वस्थ रहन सकिन्छ, न कि हामीले वस्तु खरिद गरे जस्तो चाहिँ खरिद गर्न सकिन्न भन्ने कुरा सिकाउने शास्त्र अवधारणा नै योग र आयुर्वेद हो, प्राकृतिक चिकित्सा। यो कुरालाई चाहिँ हामीले फोकस गर्नुपर्छ, ध्यान दिनुपर्छ भन्ने कुरा नै म भन्न चाहन्छु। हस्, आफ्नो हामी दसैँको सेरोफेरोमा छौँ। यो दसैँको यति महत्त्वपूर्ण सेरोफेरोमा यहाँ हाम्रो स्टुडियोमा उपस्थित यो हामी दसैँको सेरोफेरोमा छौँ। दसैँको सेरोफेरोमा यस्तो व्यस्तताका बावजुद पनि यहाँले उपस्थित भएर आफ्ना धारणाहरू राखिदिनु भयो। यहाँलाई बडा दसैँको शुभकामना सँगसँगै सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि बडा दसैँको शुभकामना व्यक्त गर्न चाहन्छु र यहाँको अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद। हस्, धन्यवाद सबैजना सुन्ने श्रोताहरू लगायत सबै दर्शकहरूलाई दसैँ र तिहारको हार्दिक शुभकामना। हजुर, अहिले हामीसँग हुनुहुन्थ्यो योगाचार्य रामभक्त घिमिरे। आज हामीले उहाँसँग पूर्वीय दर्शन र विशेष गरी आयुर्वेद उपचार पद्धतिले हामी कसरी स्वस्थ रहने र यदि रोगी भइयो भने कसरी उपचार गर्ने भन्ने सन्दर्भमा आज कुराकानी गऱ्यौँ। आजको कुराकानी यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हामीलाई कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyahamro@gmail.com मा। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार। कति मिनट बोलियो बाबु? जम्मा 27 आएछ।